धेरै मानिसहरूले मलाई पद लोलुप भनेर होइन आरोप पनि लगाउँ होइन। म त यो देश बनाउन आएको मान्छे। हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन यो देशमा। कुरा बुझ्नुहोस्। तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ। ठिक छ, लाग्छ भने मलाई लागोस् भनेर म त्यो उसमा निस्केँ। सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा त्यतिखेर। सबै मान्छे घरमा लुकिरहेको बेलामा यो देशलाई बचाउनका लागि द्वन्द्वनीति बलिरहेको आगोमा हाम फाले। मैले हाम फाल्ने निर्णय गरेँ। 500 किलोमिटर टाढा गइयो हामी होइन। यो देशको सबैको मलाई थाहा छ, तर यो कुरालाई व्यक्त गर्दाखेरि त्यति इजी छैन के। त्यसले गर्दा हो मलाई कसैको साथ नभएको, डर लागेको भन्ने कुरै होइन। त्यस्तो डरपोक मान्छे भए त्यसरी जान्छ? जाँदैन नि। तर मलाई के लाग्छ भने यो देश रह्यो भने न हामी स्थितिहरू त्यो भएको छ। अब प्रधानमन्त्री बन्न गयो यो भनेर कतिले मलाई भनिराख्नु भएको छ। 3 करोड नेपालीमा हर्क साम्पाङ मात्रै हो यस्तो खालको छैन विषम परिस्थितिलाई म ह्यान्डल गर्छु भनेर आँट गरेर जाने मान्छे। यो चाहिँ बुझ्नुहोस् तपाईँहरूले। मलाई प्रधानमन्त्री बनाउने, मलाई के बनाउने भन्ने कुरा हो। म त यो देश बनाउनको लागि ढुङ्गा बोकिरहेको मान्छे हो। मेरो देशै छैन भने कहाँ ढुङ्गा बोक्ने? म विदेशमा ढुङ्गा बोक्नु पर्ने भने त म एउटा भिजा लगाएर गइहाल्छु होइन। धेरै मानिसहरूले मलाई पद लोलुप भनेर होइन आरोप पनि लगाउँ। खिचिटिप्री गर्नुभयो, तर सच्चा नेपालीहरूको साथ मलाई रहिराखेकै छ। अब त्यहाँ सरकार कसरी गठन भयो भन्ने बारेमा पनि मैले अलिकति भन्नुपर्छ। त्यहाँ चाहिँ नेम लिस्ट अलरेडी रहेछ। सुनेको कुरा चाहिँ त्यो तमाम जेनजीको मुखमा सुनेको कुरा चाहिँ प्रत्यक्ष रूपमा होइन कार्यकारी प्रमुख छान्ने, प्रत्यक्ष रूपमा यो देशको होइन प्रत्यक्ष कार्यकारी राष्ट्रपति छान्ने भन्ने चाहिँ एजेन्डा हो।